मान्छे मार्यो मान्छे मार्यो मान्छे मार्यो मान्छे मार्यो मान्छे मार्यो उता मारिन। के तपाईँलाई एउटा रङ नम्बर डायल गरेको कारणले गर्दाखेरि कसैको ज्यान जान्छ भन्ने लाग्छ? यदि लाग्दैन तपाईँ भन्नुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ। अहिले ललितपुरको पाटन दरबार स्थित एउटा मन्दिरको छेउमा एकजना युवकले दुईजना युवकलाई चक्कु प्रहार गरेर मारिदिएको छ। कारण एकजना युवकले फोन गरेको थियो र फोनबाट रङ नम्बर डायल भएछ। रङ नम्बर डायल भएपछि एक अर्काको भनाभन भएछ कि तैँले किन यो गरिस् तैँले किन यो गरिस् भनेर फोनमा हिटअप भएछ। हिटअप भइसकेपछि एउटाले भनेछ यदि तँमा दम छ भने तँ पाटन दरबारको यो मन्दिरमा आइज। र दुईजना युवकहरू पनि गइसकेपछि त्यो जो मेन आरोपी छ नि सञ्जीव नेपाली भन्ने, उसले चाहिँ आफ्नो काम गर्ने ठाउँबाट चक्कु लिएर आएछ। मासु पसलमा काम गर्दो रहेछ, त्यहाँबाट चक्कु ल्याएछ। चक्कु ल्याएर दुईवटा दाजुभाइलाई नि हमला गर्दैछ चक्कुले। त्यसपछि त्यहाँ ब्लिडिङ भयो र छेउछाउको मान्छेहरूले हस्पिटलमा लिएर जाँदा तर बिचैमा उनीहरूले सास फेर्न छोडेछ, यानि उनीहरूको मृत्यु भएछ। र पुलिसले चक्कु हान्ने दुईजनालाई अहिले गिरफ्तार गरिसकेको छ। तर तपाईँ यो घटनाको बारेमा के सोच्नुहुन्छ? तल फटाफट कमेन्ट गरेर भन्नुहोला र फलो गर्नुहोला च्यानललाई।